भाग्यमा नभएको सम्बन्ध। खै भाग्यमानी भनौँ कि अभागी। हाम्रो पहिलो भेट बुढा सुब्बा मन्दिरमा भएको थियो र आज अन्तिम भेट पनि यही मन्दिरमा गर्दैछु। थाहा छैन हाम्रो भेट किन यति छोटो भयो। सायद मजबुरीलाई पनि यस्तै मन्जुरी थियो होला। थाहा छैन बाँकी हाम्रो यात्रा के हुनेछ। वर्तमान जे हुँदैछ राम्रो नराम्रो एक त पक्कै हुँदैछ। मनमा अनेकन पीडाको सागर छ। गला अवरुद्ध भएको छ। जति पीडा मलाई छ म बुझ्दैछु त्यति नै पीडा तिमीलाई पनि छ। यति धेरै वर्ष बोल्यौँ, सुख दुःख बाँडेका छौ। मैले भन्दा तिमीले मलाई धेरै चिनेकी छौ। तिमी यति असल छौ कि म लेखेर थाक्दिनँ। मोटरसाइकलद्वारा तय गरेको यति लामो यात्रा अनि भयानक तिम्रा यादहरू बोकेर म कसरी घर फर्क्यौँ। तिमीसँगको बिछोड असह्य छ, तर पनि सहनुपर्ने थुप्रै बाध्यता छन्। जीवनमा मायाले मात्र पर्याप्त नहुँदो रहेछ। जीवनका जिम्मेवारी, पारिवारिक बोझ, सामाजिक अपेक्षा र आफ्नै सपनाहरूले थिचिरहेको छ। यो कुरा तिमीलाई पनि अवगत नै छ। तिमीले मलाई धोकेबाज सम्झियो होला, तर त्यस्तो होइन। साँचो कुरा के हो भने म तिमीलाई सबैभन्दा बढी माया गर्छु। मनको गहिराइमा पीडाको यति ठुलो सागर छ कि यसलाई सायदै शब्दमा बयान गर्न सक्दिनँ। जीवनका निर्णयहरू कहिल्यै सजिलो हुने रहेनछन्, खास गरी यस्ता निर्णयहरू जसले मुटु टुक्रा टुक्रा पार्छ। तिम्रो आँखाबाट झरेका ती आँसुका ढिक्का म हेर्न सक्दिनँ। एउटा बिन्ती छ, तिमी मेरो लागि कहिले नरुनु। हाम्रो बाटो अलग भए पनि म सधैँ उस्तै उहिरहनेछु। परिवर्तन केवल शारीरिक रूपमा होला, तर यो मनमा तिमी प्रतिको माया कदापि घट्ने छैन। प्रेमको स्कुल छुटे पनि यादको कक्षामा पहिलो हाजिर सधैँ तिम्रै लाग्नेछ।